घरमै औजार नभएपछि अमिलो चाहिँ कसरी पेल्ने म आज हजुरलाई सिकाउन चाहन्छु। बिना ढुङ्गा बिना न कुनै औजार बिना अमिलो चाहिँ यसरी पेल्ने गरिन्छ र यसलाई भन्छ चाहिँ कोल भन्छ यसलाई। र यसरी प्रयोग गरेर आफ्नै घरमा भएको विभिन्न काठहरूबाट यसरी यो बनाएर अमिलो चाहिँ पेल्न सकिन्छ छिटो र सजिलो तरिका। यसरी चाहिँ अमिलो पेल्ने यसलाई भन्छ कोल। र यहाँ चाहिँ अरू कुनै सामानहरू चाहिँ प्रयोग गर्न सकिन्छ, जस्तै गाउँघरतिर मुख्यालोहरू भन्ने गरिन्छ। यो चाहिँ हाम्रो घरमा चाहिँ गोरु नभएको कारणले मुख्यालो नभए चाहिँ मैले यसरी झुल प्रयोग गरेको छु। र यसरी यो पनि ओल्तिर मागेर ल्याएको हो सबै गाउँघरतिरबाट। त्यसैले यसलाई यसरी हालेर यसरी खोलेर चाहिँ टक्क अमिलालाई चाहिँ यसरी काट्ने गरिन्छ। हेर्नुहोस्, हजुरहरूले चाहिँ यो तरिका सिक्नुभयो भने बिना औजार बिना हजुरले यसरी पेल्न सक्नुहुन्छ। यसरी डोरीमा झुन्ड्याइएको यो तल यसरी तलतिर आफ्नो खुट्टाको पावर बल लगाएर चाहिँ थिच्न सकिन्छ। र सुक चाहिँ यसरी तल चाहिँ झर्ने गर्दछ। र यसको अर्को के राम्रो छ भनेपछि